नमस्ते सबैजनालाई, वेलकम टु भ्लग अफ अ सी एस्पिरेन्ट। म चाहिँ आज मेरो दिनको सुरुवात चाहिँ बिहानको 7 बजे भयो। बिहान चाहिँ म सधैँ बायो पढेर सुरुवात गर्छु। आज पनि मैले बायो नै पढेँ। बायोको मैले रिप्रोडक्टिभ सिस्टम सकाएँ आज। अनि रिप्रोडक्टिभ सिस्टम पढेर सकाएपछि खानासाना खाने टाइम भयो। खाना खाएँ। अनि खाना खाएर म एकछिन रिल हेर्न थालेँ, किनकि खाना खाने बित्तिकै मलाई निद्रा लाग्छ एज युजुअल। अनि त्यसपछि चाहिँ फेरि अगेन 2 आवरको स्लटपछि मैले डी ब्लक पढेँ केमिस्ट्रीको। डी ब्लक चाहिँ मैले बल्ल सकाएँ गाइस। डी ब्लक भेरी लङ च्याप्टर थियो। 1 हप्ता लाग्यो सायद मलाई यो सकाउन। अनि डी ब्लक चाहिँ फाइनली कम्प्लिट भयो। डी ब्लक पछि चाहिँ म एकछिन ब्रेक लिएर फिजिक्सको क्यापासिटर पढ्न थालेँ। अनि त्यसपछि क्यापासिटर पनि मैले धेरै प्रोकास्टिनेट गर्दै बसिरहेको थिएँ। यो पढ्न मलाई लास्टै झ्याउ लागिरहेको थियो, तर आज आई फाइनली कम्प्लिटेड इट। अनि क्यापासिटर पढेपछि अब मेरो टु डु लिस्टमा के बाँकी थियो भन्दा 500वटा क्वेसन गर्ने र 500 क्वेसन एकैचोटि गर्न इट्स भेरी डिफिकल्ट। मैले चाहिँ अलिकति क्वेसन बुकबाट गरेँ, आफै अलिकति चाहिँ क्वाड हेर्दै गरेको थिएँ। अनि क्वाड हेर्दै गरेपछि फाइनली इन दिस वे मैले चाहिँ क्वेसन पनि सकाएँ। 500वटा क्वेसन सकाएँ। मेरो टु डु लिस्टको सबै काम कम्प्लिट भयो। एन्ड देन माई डे गोज टु एन एन्ड।